डेथ पेनल्टी लिगली पोसिबल छैन रे। अब हुनपर्ने कारबाही भइरहेछ रे। अब कसैको केही गल्ती सल्ती निस्किरह भने त्यसलाई इक्जामिन गरिन्छ रे। के भन्नु हौ, म त जे भने रेस्ट इन पिस हाम्रो गरिमा चौधरी नानु। यु डिन्ट डिजर्भ यस्तो यस्तो हुनकोलाई तिमीसँग। तर अब कोही कोही राक्षस भन्दा पनि तल गिरिसकेको मान्छे नि हुँदो रहेछन्। अब के भन्नु, म त रेस्ट इन पिस नानु। अब कसैले कसैलाई केही गरेर मार्दा पनि त्यसलाई डेथ पेनल्टी छैन भने तिमीहरू नि जाऊ जेल तोड, जाऊ भित्र, ग्रुपमा जाऊ, हुलमा जाऊ, अनि डु द थिङ होइन। कसले गरे के थाहा नि। त्यही गरेर के भन्नु हो यसमा त म रिस मात्रै उठिरह होइन। यस्तो हो नि त, पछि नहोस् भनेर एउटा इक्जाम्पल सेट गर्नको लागि के त एक्सन लिनु पऱ्यो नि त, वान्स इन अ वाइल्ड त। नत्र त अब बेल आउँछ, बेल पाउँछ, गएर जेलमा बस्नु पर्ने त नि के नै हुन्छ भन्ने मेन्टालिटी भने कसरी हुन्छ राम्रो। रिस उठिसक्यो मलाई यहाँ। होइन भने मलाई त साँच्ची साँच्ची बुझाउँथ्यो यो कुरा। नेपालमा यस्तो कुरा क्याजुअल किन भइरहेछ भने मतलब कसैले कसैलाई यस्तो यस्तो काम गर्नु र कसैले कसैलाई अनलाइभ गरिदिनु इज कमन। केही झगडा भयो अनलाइभ गरिदिउँ, आइफोन चाहियो अनलाइभ गरिदिउँ। सरकारले खोइ त केही गरेको मतलब हुन पर्यो नि त, केही स्ट्रिक्ट रुल केही हुन पर्यो नि त। मान्छेलाई डरै छैन त अनि गर्दैन भने के भन्नु हो। म त भयो।